है बुढी आइज बस। किन म यहाँ झाडु लाउँदैछु सफा गरौँ भनेको। आइज न बस न, झाडु त बुहारीहरूले लगाइहाल्छन् नि। बस। खै के हुन्छ हो तपाईँलाई पनि यहाँ आँगन सबै फोहोर छ, यो सफा गरौँ भनेको। अब दुई दुईवटा बुहारी छन्, गरिहाल्छन् नि, किन दुःख गर्छस् बुढी? अब हाम्रो त दुःखका दिन गए जस्ता छन्। गरे बुहारीहरूले। हेर बुढी, हाम्रा दुई भाइ छोरा हुर्काइयो, बढाइयो, बिहेदान पनि गरियो, तर हाम्रो खुसी हेर्न अझै बाँकी छ बुढी। के खुसी हो तिमीलाई थाहा छ? के खुसी हो र बुढा? राम लक्ष्मण जस्तो छोरा छन्, स्वर्गको अप्सरा जस्तो बुहारीहरू भित्रको छौँ। योभन्दा खुसी के चाहियो राम? हेर बुढी, अर्को खुसी के हो भनेर सुन्न चाहन्छस्? तँलाई नाति नातिनी खेलाउने रहर छैन हो, त्यो खुसी भनेको मैले। बुझिस् नि अब त? हेतेरिका हजुर पनि भर्खर त छोराहरूको बिहे गरेका छौँ, त्यो खुसी त आउनै बाँकी छ नि। हेर हाम्रा राम लक्ष्मण छोरा, बुढी कस्तो चिया खान मन लाग्यो? जा चिया बना। ए हजुर पनि हाम्रो दुईटा बुहारीहरू छन्, भन्नु न बुहारीहरूलाई चिया बना भनेर। बुहारी चिया बनाऊ त, कस्तो चिया खान मन लाग्यो? ए जेठो कान्छु, तिमीहरू आयो? आइपुगे बाबा। अब बुहारीहरूलाई चिया बनाउनु लाग्छ, अब चिया खानुपर्छ। होइन है बुढी, बुहारीहरूले चिया बनाएन नि त। खै के गरे हो चिया बनाउनु भनेर भित्र गएको? लै कान्छी बाले भन्नुभएको चिया बनाऊ रे है। मलाई भन्नुभएको त, तपाईँलाई भन्नुभएको होइन र? तिमीले बनाउँदा नि त भइहाल्छ नि। म मात्र जहिले बनाउनु, तपाईँलाई भन्नुभएको होइन र? तपाईँ जेठी होइन र? तिमीले बनाउँदा नि त भइहाल्छ नि। बनाए बनाऊ, नबनाए नबनाऊ। म पनि बनाउँदिनँ, किन बनाउनु र? जहिले पनि मलाई काम हराउँछ, आफूले भनेको एउटा किसिमका भाज्दैन। के भयो? किन रोको? के भयो नि? बिहे गरेर घरमा ल्याएर थन्काएर राख्यो, त्यति भयो होइन? घरमा के गरिरहेछ, कसले के गरिरहेछ, के खाइरहेछ, के लाइरहेछ, त्यो छैन होइन चिन्ता? भयो चाहिँ के भन न पहिला। दिनभरि तपाईँको दाइ भाउजू घरभित्र मात्र थन्केर बस्छन्, बाहिर आएर एउटा सिन्का भाँच्दैन तपाईँको भाउजूले। म मात्र बाहिर निस्केर सबै काम गर्नु। बाबाले चिया बनाउनु भन्दै हुनुहुन्थ्यो, त्यो एउटा चिया पनि दिदी बनाउनु नभनेको त मलाई उल्टै कुट्न आइन्। ठिक छ, म कुरा गर्छु आज। दाइ, ए ठुल दाइ, यता आइज त। के भयो कान्छा, किन कराएको? बुहारी किन रोक्यो? भाउजूले बुहारीलाई कुटिने अरे। भाउजूले बुहारीलाई कुटिने? काम पनि गर्छ, के हो घरको सबै काम गर्ने ठेका बुहारी नै रहेछ। म सोध्छु। बुढी, ए बुढी यहाँ आऊ त। के भयो? बुहारीलाई कुट्यो रे। के कोला मैले कुट्नु नि, काम साम छैन, यतिकै नाटक मात्रै पारी बस्छ। ए म त्यतिकै झुट बोल्छु, दिदीले कुट्नु भएर त कुटे भने त नि। चुप लाग तिमी, कुरा के हो भन। कुरा के हो म भन्छु दाइ।
न भाउजू एक दिन भान्सा कोठामा छिर्छिन् न बाहिर काम गर्छिन् के सधैँ मेरो बुढीले मात्रै काम गर्ने ठेकेर आएछ यहाँनिर कुरो के हो छिनुपान गरौँ आज किन ठुल्ठुलो स्वरले कराउँछस् कान्छा तपाईँ झन् ठुल्ठुलो स्वर गर्दै हुनुहुन्छ दाइ बुढीको चक्करमा लागेर भाइ बहिनीलाई बिर्सिसक्नुभयो औकातमा आइज जे भए पनि तेरो दाइ हो किन ठुल्ठुलो स्वरले कराउँछस् तपाईँ किन मेरो बुढालाई हात लगाउँदै हुनुहुन्छ दाइ ए बुढी यिनीहरू त झगडा पो गर्न थाल्यो खोइ किन यिनीहरू झगडा गरेको ए कान्छ किन किन झगडा गरेको मलाई पहिला किन झगडा गरेको यिनीहरूले यो दाजुभाइले किन झगडा गरे सानोतिनो कुरामा मैले यही रहेछ होइन देख्नलाई तिमीहरूलाई पालन पोषण गरेर हुर्काएँ बढाएँ यही देख्नलाई हो तपाईँ यहाँ बिचमा नआउनुहोस् तपाईँ जानुहोस् छोरा आज मैले यही दिन देख्नु रहेछ होइन तिमीहरू सानो हुँदाखेरि कति खुसी हुन्थ्यो म मेरो छोरा कस्तो हुन्छ कति ठुलो मान्छे बन्छ भनेर मैले पढाएँ हुर्काएँ सदा तिमीहरूमा मात्रै ध्यान जान्थ्यो कहाँ जान्छ कहाँ लड्छ होला भनेर हर दिन म त्यही कुराहरू सोचिबस्थेँ आज तिमीहरूले लडायो होइन बाबा ए भाइ जाऊ खाना बनाऊ कसैले कसैलाई खाना पकाउँदैन आजबाट यहाँ भान्सा अलग हुन्छ हिँड तपाईँ उता जा जा हामी पनि त जस्तोसँग बसेर सँगै खान्छ छैन हिँड बुढी जाऊ बुढा उठ्नुहोस् आफूले आफूलाई कमजोर नबनाउनुहोस् जे भए पनि हाम्रो मुटुको टुक्रा हो उठ्नुहोस् देख्यो बुढी हिजो तिमी कति खुसी थियौ नि होइन मेरो राम लक्ष्मण जस्तो छोरा अप्सरा जस्तो बुहारी भनेर आज देख्यौ नि होइन के भयो बुढी बुढा मलाई एक गिलास पानी ल्याइदिनु पानी खाने गाह्रो भयो छोरा जेठा होइन त ब्याग बोकेर कहाँ हिँडेको अब हामी यो घरमा मिलेर बस्न सक्दैनौँ आमा अब हामी निस्किन्छौँ जान्छौँ अनि कान्छ त पनि ब्याग बोकेर निस्केछस् त हामी पनि अब यो घरमा बस्न नसक्ने भयौँ आमा हामी पनि अब लाग्यौँ देख्यो त बुढी हामीले कति दुःख कष्ट गरेर हुर्कायौँ
आखिरमा यही दिन देख्न रहेछ होइन? बाबु, तिमीहरूलाई जन्माएँ, हुर्काएँ, बढाएँ। आज हामी बुढाबुढीलाई तिमीहरू छोडेर कहाँ जान्छौ? छोरा, म कति भोको पेट हिँड्थेँ। कसैले खाना दिएको एक टुक्रा रोटी पनि पोल्टामा बोकेर ल्याएर तिमीहरूलाई आधी आधी बाँडेर खुवाउँथेँ। तिमीहरू खुसी हुँदा मेरो पेट त्यसै भरिन्थ्यो। तिमीहरू हाँस्दा यो संसारै रमाइलो लाग्थ्यो छोरा। भोक तिर्खाको कुनै अनुभव नै हुँदैन थियो। जेसुकै हो सामा, हामी बस्दैनौँ। अब कान्छो छ, कान्छोले हेर्ला। हामी बस्दैनौँ, अब मिलेर बस्न सक्दैनौँ, हामी जान्छौँ। हामी ल हिँड बुढी, जाउँ, ढिला हुन्छ। हामी पनि बस्दैनौँ यो घरमा त। हिँड बुढा, हिँड। बुढा, धेरै नसोच्नुहोस्। भोलि यत्तिकै बिरामी हुनुहुन्छ। म फेरि उस्तै बिरामी छु। भोलि हामीलाई गाह्रो भयो भने कसले हेर्छ? त्यो त हो बुढी, तर के गर्नु, मन मान्दैन। हाम्रो त मुटुका टुक्रा हुन् नि, तर उनीहरूले त्यो सोच्दो रहेनछन्। बुढी, के भयो तिमी? के भयो? मलाई साह्रै गाह्रो भयो बुढा। लु यहाँ सुत्दै गर त, म छोराहरूलाई बोलाएर लिएर आउँछु। जेठा, ओए जेठा, जेठा, यहाँ आइज त। के भयो बाबा, किन कराउनु भएको? तेरी आमा तल बिरामी भई, सारी भइसकि, आमा बिरामी भई? अस्पताल लानुपर्छ। हिँड।
कान्छालाई भन्नु म मेरो फुर्सद छैन, उसको पनि आमा हो, लिएर जान्छ कान्छाले। हुनु तपाईँ भित्र लान्छन्, उनीहरू लिन सकिहाल्छन् नि। कान्छा कान्छा ओए कान्छा कान्छा के हो बाउ, किन तलेको? तल तेरो आमा साह्रै भई बिरामी छ, अस्पताल लानुपर्छ। जेठालाई लगेर जानु, जेठाले के भन्नु? जेठो भ्याउँदैन अरे। कहाँ जानुभएको? ठुलो दाइरा दिदीलाई लगेर गइहाल्नुहुन्छ नि। आउनु तपाईँ यता। हे भगवान्, बुढी तिमीलाई कस्तो छ? बुढी हाम्रो त छोराहरू बदलिसकेछ। उहिलेका बुढापाकाहरूले कथा भन्थे नि, 12 छोरा 13 नाति, बुढाको दोख्रो काँधै माथि। तर यो कथा होइन बुढी, त्यो यथार्थ रहेछ बुढी, त्यो कथा होइन रहेछ। आज सबै कुरा छर्लङ्ग भयो। ती ओठमा वैज्ञानिकहरू बोलेको हो, साँचो हो बुढी यो। बुढी तिमी चिन्ता नमान, कुनै त कुनै हामीलाई सहारा दिने मान्छे भेटेला। उठ बुढी, उठ। बिस्तारै बिस्तारै। उठ न बुढी, बुढी उठ न बुढी, बुढी 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 उठ न बुढी, बुढी 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 उठ न बुढी, उठ बुढी बुढी। उहाँ त माता घर गएको होइन र? अनि काकीले के भएछ? काका काकीले के भयो? काका ओहो काकीले ढलिछ पो त। अब छोराले उहाँको छोराले भन्नु पर्यो। अब जेसुकै होस् आमा, हामी बस्दैनौँ। हामी पनि अब यो घरमा बस्न नसक्ने भयो आमा, हामी पनि अब लागि। कान्छालाई भन्नु म मेरो फुर्सद छैन, उसको पनि आमा हो, लिएर जान्छ कान्छाले। तल तेरो आमा साह्रै भई बिरामी छ, अस्पताल लानुपर्छ। जेठालाई लगेर जानु, जेठाले के भन्नु? बाबा 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 मम्मी 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 बाबा बाबाले के भयो? मम्मी मम्मीलाई के भयो?
मम्मी 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 बाबा बाबा उठ्नुहोस् न आमा उठ्नु न आमा उठ्नु न उठ्नुहोस् न आमा आमा उठ्नु न भाइ बाबाले के भयो बाबाले मम्मी 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 आमा बाबा